हामी चाहिँ अब कहाँ जाने रे सबैजनालाई वेलकम टु नमस्ते अब हामी हाइकिङ जान लागिरहेको छु कहाँ हो चाहिँ थाहा छैन एकछिनमा अब बेलुकासम्म थाहा हुन्छ तपाईँहरूलाई भन्छु कहाँ जाने भनेर सिधै भाइ रेडी भएर बसिरहेको छ यहाँ अनि हाम्रो केटाहरू पनि निक्लिँदैछ बाहिरबाट चट्टै लगाएर भित्रबाट जानु चाहिँ लटारम्बेश्वर जानु मन लागेको थियो अब नेक्स्ट टाइम त्यहाँ चाहिँ गयो भने आज भ्याउँछ भ्याउनु त तर ल आज हाम्रो छुट्टी हो हामी बाटो बाटोको टक्क लगाएर दिँदै गर्छु तपाईँहरूलाई है इन्जोय गर्नु पुरा हेरिदिनुहोस् शरीर मेरो चाहिँ अब बाजेलाई बोलाउने सल्लाह भयो हाम्रो ग्रुपको धाइङ राई भनौँ न होइन लिडर जहाँ गए पनि बुढो छुट्नु चाहिँ हुँदैन त्यही भएर बाजेलाई बोलाउने सल्लाह भयो हाम्रो बाजेको बाइक पनि बाहिर रेडी नै रहेछ जाने थाहा भयो कि अब बुढोलाई सब रेडी भइसक्यो कुम्बु भाइ पनि टक्क लगाएर आइरहेको छ यहाँ बाजे हाम्रो माथिबाट रेडी भएर आउँछ अब ल ल ल नजाने भने क्या फेरि किङ पनि रेडी भएर ट्याक्कै ल्याएर तलाएछ ह्यान्डसम बनेर होइन त्यसपछि चाहिँ हामी बिहान केही पनि खाएको थिएन त्यही भएर स्वयम्भूमा खाजा खानलाई सल्लाह भयो सबैजनाको खाजा खानु बस्यो हामी सबैजना ब्रेकफास्ट हुँदैछ हाम्रो यहाँ खाजा त्यसपछि चाहिँ बाइक यहीँ पार्किङ गर्नुपर्ने रहेछ अनि यहाँ टिकट पनि काट्नुपर्ने रहेछ माथि होइन थाहा थिएन मलाई अरू सेरेहरूलाई चाहिँ थाहा थियो गाउँ मेमे पनि भेट्यो यहीँ भेट्यो बौद्धबाट आउनुभयो उहाँ चाहिँ माथि जान्छौँ फेरि भाइ रेडी भएर माथि सेरे हेलो हेलो पुरा कुहिरिएको बच्चा जस्तो देखिरहेको छ र त यार अब फुलबारी गेट यहाँ चाहिँ टिकट काट्ने अनि त्यसपछि ब्यागहरू सबै चेक गरेर मात्रै पठाउने रहेछ यहाँ निकुञ्ज भएको कारणले चाहिँ यहाँ मासु अन्डा अनि स्पिकरहरू चाहिँ लान दिँदैन रहेछ अनि हाम्रो यहीँ राखेर चाहिँ केटाहरू हिँड्न थाले उकालो क्यामेरामा पूजा गर्नुपर्छ भन्दैछ केटाहरूले भ्लग बनाउनुभन्दा अगाडि ठिकै छ हाम्रो भाइरल नहोला जस्तो छ है यस्तो यहाँबाट चाहिँ माथि पुग्नलाई चाहिँ 4 किलोमिटर रहेछ ठ्याक्कै यहाँ रोडबाटै भनौँ न रोडबाट अलिकति माथि मात्रै रहेछ यो लेखेको चाहिँ होइन तर 4 किलोमिटर हो अरे माथि पुग्नलाई चाहिँ उकालो छ हिँड्दै जाउँ के हुन्छ बाजे 6 प्याक चाहिँ देखाएर बस्दै 6 प्याक बिसाउँदैछौँ हामी एक किलोमिटर जति माथि गइसकेपछि यहाँ फेरि आर्मीहरूको क्याम्प रहेछ यहाँ पनि चेक गर्दै रहेछ टिकट चेक गर्दै रहेछ अनि टिकट चेक गरिसकेपछि हामी हिँड्न थाल्यो फेरि अनि आउँदैछ हाम्रो जापानिज र वाला 写什么？这什么？说什么事？哎，谁说？ Japanese language.
कस्तो भइरहेछ बाजे? एकदम रमाइलो बाबा एकदम रमाइलो अलिक थाकिरहेको छु भर्खर 1 किलोमिटर भयो हो बलि आउँछ त म हेर भाइ उकालो छ बाजे चाहिँ होइन दुई घन्टाको उकालो बाटो अनि थकाइ पछि चाहिँ हामी फाइनली माथि नागार्जुन डाँडा पुग्यो। अब हामी यहाँ अलिअलि खाजा खाएर चाहिँ हामी केही पूजाहरू गर्नेछौँ, साङहरू पढ्छु। यही खालको छिर्तेन चाहिँ काठमाडौँको 4 दिशामा नै छ भनेर बाजेले भर्खर भन्नुभयो, मलाई पनि फर्स्ट टाइम थाहा भएको। एकदम दामी हाइकिङ बेस्ट हो, बेस्ट नै हो। ठिकैको धेरै हार्ड चाहिँ हैन, ठिक छ। सजिलो हाइकिङ। हाम्रो यङ बोय, सबभन्दा यङ मेमे यार मेमे। कस्तो भयो तपाईँलाई भन्नु न। त्यस्तो के पनि भाइ भन्नु एउटा गोस न ल शब्द। अब घुम्न आएको मौसम त्यति खुलेको छैन है, रमाइलो छ है। रमाइलो छ। पठाउनु बस्यो, मोबाइल चलाएर बस्थ्यो, के सोचेर बस्थ्यो, यहाँ फ्रेस भयो। अब यहाँ सेफ कुकम्यान सेफहरू हेड सेफ यहाँ दुबईबाट मगाएको, यहाँ दुबईबाट चस्मा लगाएको खोइ त अघिको बालेनको चस्मा देख्छ क्या, त्यसले जहिले चस्मा लगाउँछ क्या। टोपी लाउनु त्यो गोलो खाले लाउनु एकचोटि दामी देख्छ। लडिक छ यो अन्त पारा। यो त अफ्रिकाबाट जस्तो हुन्छ क्या, दुबईबाट दुबई नै हो। नाम के रे? दुबईको छेउको अफ्रिका। अस्ताक मुस्ताक फिरोल्ला यो हाल्छ। अब्दुल्ला भन्नु तपाईँले एउटा छुट्याएछ नि, तपाईँले त्यो ढुङ्गा फालेको कि त्यो चाइनिज बोलेको क्या ढाक्दै त्यो हाल्नु पर्ने त्यो 1800 खिचेर त्यो हालेन क्या तपाईँले। त्यो हालेछु। दामी 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 ढाक्दै यहाँ देख्नु लडिक छ। तपाईँ हामी को जाँदाखेरि गिरी यार बाटोमा किन पुगेछ त्यो ठाउँ? कल भन्नु म पुगेछु सिरप दाइ, त्यहाँ त पुगेछ नि। राम्रो छ क्या 누구한테 자가는 파스지고 버서한테 포르소미다다 포르소미다다 반다랑어 근데 지금 인력 가면 저 뼈만 터져 가마신도 세미세 베도르제데 반다 테지케나 창세 남녀님의 잠베 때문에 그때 끈지집을 처음으로 좀 엄마 보고도 진짜마 modifié por les conditions là. 나도 쳔바이네. 오늘 쳔바이잖아요. एतको बाल 뭘 때려 던졌어 얘들.
हाम्रो मेमेले चाहिँ सङ बाल्दैछ, सङ हाल्दैछ आगोमा। काठमाडौँबाट एकदम नजिक हाइकिङको लागि चाहिँ एकदम राम्रो ठाउँ छ यो। अनि रमाइलो पनि छ, आनन्द हुन्छ मन घुम्न पायो भने होइन। तपाईँहरू पनि आउनुहोस्, मन आनन्द बनाउनुहोस्, काठमाडौँ हेर्नुहोस्, रमाइलो छ ठाउँ।什么是上了？什么是新？是。If up cut if up work. औसी भाषा बोल न बोल आउँदैन नि बोल अलिकति बोल न। कस्तो ठाउँ त एकदम घरि छ तपाईँ यार। पोल्युसन एकदम बेसी भएर हामीले काठमाडौँ राम्रोसँग देखिरहेको छैन, नत्र एयरपोर्ट पनि क्लियर देख्न सकिन्थ्यो। यो चाहिँ एयरपोर्ट हो, धरारा पनि देखिरहेछ। धरारा उ त्यहाँ एयरपोर्ट उ त्यहाँ हो रहेछ यार कस्तो। अन्त हाम्रो यहाँ कोरियाबाट आएको साकला बिन्दु हो वहाँ चाहिँ। पूजापाठहरू पनि सबै भयो सर्टकटमा। अनि हाम्रो यहाँ माथि डाँडामा घुम्ने टावर सावर पनि सबै चढिहाल्यो। अनि सबैजना फर्किन लाग्यो। म अब हामी कति स्टिक हो स्टिक यहाँ न ठाडो बनेर अब हामी फर्किने टाइम भइरहेछ। अनि यहाँ सँगसँग पढ्यो सबै सँग पढेर अब टक्क लगाएर फर्किन लगाएर पनि छोडिदिन्छु। यस्तो कति राम्रो छ यहाँको। चाइनिज भाषा बोलिदिनु मलाई चाइनिजमा उहाँलाई ए म सिज मार्शल सुषमा छ साशा अब फर्किन लाग्यो होइन त अब मौसमले साथ दियो आज। दियो मौसम चाहिँ अहिले ठिक्क भएछ, अहिले ठिक भयो यार। ए बडामा इस्कुस रहेछ। हामी माथिबाट पाहुनाहरू छ, साथीहरू टन्नै छ। हाम्रो एक ग्रुप कुरिरहेछ। हेलो वाट्से क्लक चाची यो यो लासी मृङ्गी बाजी बालो वाट्से क्लक चाची लासो ढकपदाइको मात्रै मरे मान्छे होइन भने मैला मान्छे त पुक हुन्छ। मरे मान्छे होला यार। आया 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 भन्ला नि फेरि। ओह्रालो चाहिँ पुरै जोसमा हिँडिरहेको छ सबैजना एकदम छिटो छिटो। अघि उकालो 15-20 मिनट लगाएर उयो तलबाट यहाँसम्म पुग्थ्यो। अहिले चाहिँ पुरै बुडुङडुङ हिँडिरहेको छ सबैजना। हाम्रो एउटा साथी यसो जङ्गलमा खाने मान्छे आउँदैन भनेर दिएको खानु मान्दैन।
बुढो भएर यस्तो भएको छ अब हामी फर्केर धेरै तल आइसक्यो अनि मेरो मोबाइलको ब्याट्री पनि सक्न लाग्यो त्यही भएर भिडियो इन गर्छौँ है त गाइस अनि भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि सबैले सेयर गरिदिनुहोस् अनि कमेन्टहरू गरिदिनुहोस् सल्लाह सुझावहरू पनि दिनु के कमी भयो होइन अनि फर्किसकेर तल आइसकेपछि स्वयम्भूमा हामी फेरि खाजा खायौँ एकचोटि सबैजना ग्रुपमा मन भयो आजको नागार्जुनको हाइकिङमा चाहिँ बाजे दुवैजना अनि सेरे टेन्टुप किङलाई थ्याङ्क यू अनि तपाईँहरूले पनि थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा